गुड मर्निङ एभ्रिबडी गाइज एभ्रिवान सबैजनालाई गुड मर्निङ है। ल है मेरो काम यस्तै छ है साथीहरू। यो मैले युट्युबतिर टिकटकतिर हालेको हुन्छु मेरो भिडियोहरू। युट्युबमा सब्सक्राइब गरिदिनु होला, मेरो भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला। कतिपय पुरानो साथीहरूलाई त मैले यस्तो काम गर्छु भनेर हजुरहरूलाई थाहा पनि छ होइन। यो मल्टिप्लाई भन्छ होइन, यस्तो मल्टी मिस्कट पोते यो पोते यस्तोहरू छ। मल्टी यस्तै छ काम होइन साथीहरू मेरो। अनि गर्नको लागि धागो थरीको छ। यो पोते बनाएर बान्नको लागि यस्तै छ। म जस्तो मान्छेको पनि भिडियो हेर्नुहोस् र माया गरिदिनु ल। हजुरहरूको माया र साथ सपोर्ट चाहिन्छ है। यो बन्न बाँकी, यो बुन्नलाई बाँकी छ। थरीको छ है। यो सुन कलर हेर्नुहोस् साथीहरू यस्तै छ। मेरो पोतेको डिजाइनहरू बनाउने पोतेहरू यस्तै छ है। म आफू पनि बनाउँदैछु होइन। यस्तो छ है। यसरी बनाउँछु। हाइड्रो पोते भन्छ यो हाइड्रो बुन्नै बाँकी छ यिनीहरू साथीहरू। अनि यो कुर्सले गर्छ है साथीहरू। यो कुर्सले गर्ने माला, यो कुर्सले गरिसकेको हेर्नुहोस्। यो कुर्सले गरेको, यो पनि कुर्सले गर्ने नि हो। यो पनि कुर्सले गर्ने नि हो हेर्नुहोस् साथीहरू। अनि यो सिउमालाई सिउले गर्ने। अनि यो पनि सिउमालाई सिउले नि गर्ने। अनि यो पनि सिउमाला सिउले गर्ने। अनि यो पनि सिउमाला सिउले नि गर्ने। सट्टासँगले मेरो भिडियोहरू सबैजनाले हेरिदिनु, लाइक कमेन्ट गरिदिनुहोस्। अनि सब्सक्राइब पनि गरिदिनुहोस् मेरो भिडियो युट्युबमा साथीहरू। माया गरिदिनु ल। म जस्तो मान्छेको पनि मेरो घर भन्नु पर्दाखेरि यस्तो छ है साथीहरू, हेर्नु होला यस्तो छ है मेरो घर। अनि बाहिरको नजारा हजुरहरूलाई देखाउँछु म। बाहिरको नजारा मेरो फुल फुलिरहेछ। कस्तो अँध्यारो देखिएको यार। फुल फुलिरहेछ है मेरो। लसुनहरू छन्। उता केरा रोपेको छु, घाम झुल्किरहेको छ। यस्तै छ साथीहरू। मेरो यो फुल चाहिँ कस्तो अँध्यारो देखिएको के, छ्याङ्गै देखिनु पर्ने कस्तो अँध्यारो देखिएको। फुल फुलिरहेछ घर अगाडि। वातावरणमा पानी ठुलो पर्यो आज राति। हावा पानी हुँदाखेरि धेरै ठुलो आयो। माटाबाट पानी खनेको जस्तै भएर पानी पर्यो।